हेलो गाइज नमस्ते एन्डी भ्लगमा सबैलाई स्वागत छ। फेरि पनि आज मेरो भतिज र म यस्तो डाँडातिर भिडियो बनाउनुतिर लागेँ होइन। अब लागिसक्यो हाम्रो वडोबडोको हेर्न फर्स्ट मस्त। अनि कस्तो छ त तेरो हालखबर? ठिक छ ल। हामी टक्क त्यहाँ डाँडामा गएर एउटा भिडियो बनाउँछौँ होइन। त्यहाँ देखाउँछौँ तपाईँहरूलाई कस्तो छ के छ होइन। नमस्ते गाइज, आज मेरो भन्दाखेरि युट्युब च्यानललाई घाटमा हामी देखाउन चाहन्छौँ र मैले भने मेरो भतिजाको क्यामेराम्यानमा छ घाट होइन। अब यसलाई हामी के भनौँ भने यसको नामले गरौँ भने अब एउटा यो सानो एउटा एरियामा अब केही कुरा बनाउन चाहन्छौँ र यहाँ अब 2 दिनपछि हामी यहाँ झन्डा गाड्ने भन्ने कुरा पनि सकेका छौँ। अब स्वागत है ब्यानर सेनर पनि बनाउने भनेको छ। यो यसको नाम छ अहिले गइरहेको धार। अनि हामी जता गए पनि केही भन्दैनौँ, तर हाम्रो यो प्रकृति हिसाबले हेर्ने भने यहाँ माथि पनि देखाउनु पऱ्यो होइन। भतिज माथि पनि देखेर ट्याक्क यहाँ वरपरको दया साइडलाई यो किनभने यस्तो छ। अब यसको साइड हेर्ने हो भने गाइज होइन कस्तो छ यसको एरिया र यहाँ कस्तो छ भने कसरी बन्छ र कसरी गरिन्छ भने यो तल नजिकै मन्दिर छ, यो तल पुरा होइन खोला छ। अनि त्यहाँ यस्तो जङ्गल छ होइन, यो भिर छ पाहाडबाट एकदम 24 घन्टा यसमा र यसमा हामीले देखाउन सक्यौँ भने यही माथि ट्याक्क यसमा स्कुल छ। यो अब हेर्नु न अब अरूको देशमा पेन्ट लगाएर कस्तो बनाउँछ भने हाम्रो देशमा आफै भइरहेको चिजलाई पनि हामीले उत्पादन भनौँ कि यहाँ केही कुरा हामीले देखाउन सकेको छैन। बाटो यहाँबाट बाटो छ, बाटो यहाँ यो ढुङ्गाको पुरा यो भिडियो बनाएको है यस्तो छ। तर हामीले देखाउन सकेको छैनौँ र अब हाम्रो यस्तोमा अब के छ भने धेरै कमजोरी, यहाँ विकास पनि छैन, रोड पनि छैन, बिजुली बत्ती पनि छैन। त्यही भएर पनि होला यो ठाउँ नचलेको, तर केही छैन। हामीले यो ठाउँलाई परिपूर्ति हिसाबले चल्ने बनाउन खोजेका छौँ। ल हामीले 5-10 मिनट यहाँ रमाएर अनि अब 25 कुराको एउटा क्यामेराम्यान मात्र छ अब अरू छैन। तर भतिसँग रमाउँदैखेरि मैले यहाँ एउटा भतिसँग पनि अन्तर्वार्ता लिने गरेको छु। भतिले यहीँ माथि विद्यालय भूमिराज प्राथमिक विद्यालयमा पढेर अध्ययन गरेर यसमा रमाएको मान्छे पनि हो यो होइन। अब अहिले त सुनगुरा माध्यमिक विद्यालयमा पढ्छ, त्यहाँ 8 क्लासमा पुगिसक्यो। 3 वर्ष यसको पनि अब यो छोडे भइगयो होइन। यो विद्यालय 3 वर्षसम्म अलग भइसक्यो। अनि तँलाई यो धारको नाम के हो नि? गइरहेको धार हो। यसमा कस्तो छ नि? यसमा राम्रो फिल छ, हावा पनि लाग्छ, राम्रो हरियाली जङ्गल डाँडा देखिन्छ र अनि 24 घन्टा हावा चल्छ यसमा? चल्छ। तर यसमा हाम्रो विकासात्मक कार्य किन हुन सकेन? यहाँ हाम्रो बिजुली भएन, सडक भएन, त्यसैले यहाँ हुन त हो। तर यो खतरा खाने होइन, तल त ट्याक्कै योभन्दा तल मन्दिर पनि रहेछ होइन। नदीभन्दा पनि खोला पुल पनि छ त्यहाँ खोलामा। तर अलिअलि विकास पनि भएकै छ होइन। तर यस्तै छ, हावा पनि चलिरहेछ के भन्नु होइन गाई। तर हामीलाई सब्सक्राइब पनि गर्नु। अब लास्टमा तपाईँको अन्तर्वार्तामा तपाईँलाई यो ढुङ्गा तपाईँ जस्तो यो ढुङ्गा यसमा त्यसमा चाहिँ हावा पनि लाग्छ, अलिक डर पनि लाग्छ। त्यहाँ बोटहरू पनि छ, 2-4 बोट छ त्यहाँ। यो मान्छेले पेन्ट गरेको हो कि यो ढुङ्गा यस्तो हो रातो यस्तो पहिलादेखि नै? तर ढुङ्गा पनि यहाँ एकदम राम्रो होइन, चारैतिर भरिपूर्ण भएको। तर यस्तो चिज हेर्दा पनि हामीलाई गर्व लाग्छ। नेपालमा जरुर नै गर्व लाग्छ हो कि होइन? गर्व लाग्छ, साँच्ची गर्व लाग्छ। कसरी लाग्छ कि हाम्रो देश नै हरियाली छ, वन जङ्गल यस्तो छ। तर अरू ठाउँमा यस्तो
पाइँदैन हो खराइतिर पनि मल त अलि राम्रै हुन्छ अनि हाम्रो पहाड पनि राम्रै छ राम्रै छ तर बझाङ जिल्ला पनि हिमाली क्षेत्र नै हो हिमाली जिल्ला पनि हो होइन बझाङ जिल्ला अब लास्टमा आएर के भन्न चाहन्छौँ भने नवीन ढाड युट्युब च्यानललाई के गर्नु लाइक और सब्सक्राइब गर्नु नवीन ढाड युट्युब च्यानललाई नवीन ढाड युट्युब च्यानल कहिलेदेखि चल्यो र कसरी चल्छ र यो कहाँबाट के हुन्छ भन्ने तपाईँले पनि प्रश्न भनिदिनु पऱ्यो नि यहाँ राम्रा फिल्महरू गरेर यहाँ यसमा फिल्महरू तपाईँ फिल्महरूको कुरा गर्नुभयो फिल्म त यो युट्युब च्यानलमा एउटै मात्र छ तर फिल्मको नाम के हो भनिदिनु पऱ्यो अनि एन्डी होइन अन्त एन्डी त मेरो युट्युब च्यानल हो नवीन ढाड एन्डी युट्युब च्यानल त मेरो हो तर हामीले पहिला नै खेलेको थियो नि भिडियो त्यो तिनीहरूको नाम बताइदिनु पऱ्यो नि तपाईँले नाङ्गे गाउँ के नाङ्गे गाउँ डन एक हेर्नु तपाईँले नाङ्गे गाउँ एक डनमा तपाईँले खेल्नु भएको छ कि छैन रोल केको रोल खेलेको छु केको रोल खेल्नु भएको छ हिरोको रोल नाङ्गे गाउँ 2 मा तपाईँले केको रोल खेल्नु भएको छ मैले खेलेको छैन खेल्नु भएको छ तपाईँलाई याद नहोला त सम्झिनुहोस् केको रोल खेलेको छ त्यही होला बडीगार्ड हो कि बडीगार्ड हो अनि अहिले नाङ्गे गाउँ युवा समाजका केटाहरू कहाँ छन् र कसरी विभाजित भएका छन् र भन्दा पनि अहिले केटाहरू पनि छैन अब के गर्ने हो भन्ने छ मैले यस्तै भिडियो बनाएर राम्रो बन्दिङ लेखेर युट्युब च्यानल बनाउनु पर्यो युट्युब च्यानल त भइसकेको छ तर अब यसलाई विकासको रूपमा कसरी अगाडि बढाउने भन्ने हो कि हाम्रो त्यही है राम्रो बनाएर हो त्यसमा हालेर तपाईँले के भन्नुभयो अब लास्टमा तपाईँलाई भोलिको दिनमा के भन्नु मन छ मलाई भ्लग बन्नु मन छ भ्लग तपाईँ कस्तो भ्लग तपाईँको आफ्नो युट्युब च्यानल हुन्छ कसरी यस्ता राम्रा टाढा देखाएर खोला नदी बन्नु नदेखाएर राम्रो युट्युबमा हाल्ने व्यवस्था गरिएको छु त्यसैले मलाई भ्लग बन्नु मन छ तपाईँको ड्याडी पनि के अरे युट्युबर भ्लग हुनुहुन्छ पदम दत्त होइन के भन्न चाहन्छु उहाँलाई बुबा त भन्न चाहनुहुन्छ उहाँलाई सल्लाह सुझाव केही छ कि छैन के छैन आफ्नो ड्याडीबाट केही सिकिनु भएको छैन अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ नि राम्रै 8मा पास हुने हो हो फर्स्ट टाइममै केटो राम्रो छ है फेरि पढाइमा पनि अलिक ड्याडी हाँस्छ कि भन्ने जस्तो लाग्छ अनि यी हरियाली गाना छन् यी यसमा के गर्छन् खासमा घाँस काट्ने तपाईँ काट्नुहुन्न अनि लास्टमा यस जङ्गलमा के पाइन्छ र के पाइँदैन भन्नेको यसमा पनि बताइदिनु पऱ्यो नि तपाईँले यसमा अलि राम्रा घाँसहरू पाइन्छ तर जनावरहरू पाइन्छ राम्रा त्यहाँ फलफुलहरू पाइन्छन् जस्तै औँसीहरू किल्मुरा त्यस्ता पाइन्छन् अरू खानाहरू पाइन्छ अरू पाइँदैन तपाईँको जीवनमा तपाईँ भ्लगर बन्ने मन छ भन्नुभयो त भ्लगरले तपाईँको जिन्दगी चल्छ त्यो त अब थाहा छैन तर पछि के बन्ने मन छ नि भ्लगर नभएपछि मानव नभएपछि के बन्ने मन छ नि आर्मी पुलिस आफ्नो देशको रक्षा गर्ने रहर छ कि छ आर्मी बन्ने हो ल केटो एकदम बिन्दास पाराको छ तर यो क्यामेरा पनि निमिरहेछ हामीलाई अब के भनौँ यस्तै छ होइन जिन्दगीमा केही गर्नु छ भने केटा जस्तै बन्नुपर्छ अब मैले त यस्तो मेरो जिन्दगीमा खासै हुन सकेन होइन ल तपाईँ यस युट्युब च्यानललाई तपाईँ लास्टमा आएर के भन्नुहुन्छ लास्टमा आएर यसलाई लाइक गरिदिनु पऱ्यो सब्सक्राइबमा अलि राम्रो सब्सक्राइब गरिदिनु पऱ्यो कमेन्ट गरिदिनु पऱ्यो सेयर गरिदिनु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो होइन ल हस् हामी यस युट्युब च्यानलबाट बिदा हुन चाहन्छौँ हस् धन्यवाद